अभिवादन। जय श्रमदान। पानी मिठो मेरो हजुर इलाम बजारको है, चिसो पानी मिठो पानी खाएर हो कि के हो? जय श्रमदान भनेको त खतरा सुनियो त अन्य ठाउँहरू भन्दा। फेरि एकचोटि भनौँ कि के हो? जय श्रमदान। ल यहाँहरू सबैजनालाई हार्दिक सलाम छ। पत्रकार मित्रहरूलाई धन्यवाद छ, सलाम छ। निष्पक्ष ढङ्गबाट समाचार सम्प्रेषण गर्नुहोला, कसैले काखा कसैले पाखा नगर्नुहोला। यहाँहरू सबैजनाको निष्पक्ष पत्रकारिताको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सुरक्षाकर्मी मित्रहरू, हाम्रा नेपाल प्रहरी, सशस्त्र प्रहरी, मैले देख्दै थिएँ नगर प्रहरी लगायत सबै प्रहरीका निकायका सुरक्षाकर्मी मित्रहरू, तपाईँहरूले गरिदिनु भएको यो सेवा सुरक्षाका लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। सबैजनालाई धन्यवाद छ, आयोजकलाई धन्यवाद छ, सबैजनालाई धन्यवाद छ। हामी एकले अर्कालाई धन्यवाद दिँदै बाँचौँ, एकले अर्कालाई प्रशंसा र सम्मान गर्दै बाँचौँ। आदरणीय इलामवासी दाजुभाइ तथा दिदीबहिनीहरू, दुई चारवटा कुराहरू मैले यहाँलाई सुनाएर जानेछु। सबैभन्दा पहिला यहाँले देखाउनु भएको यो माया, यो स्वागत सम्मानको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हार्दिक मेरो तर्फबाट पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैजनालाई मुरीमुरी सम्मान छ, मुरीमुरी धन्यवाद छ। यहाँ चोकमा उभिरहँदाखेरि मैले एउटा शालिग देखिरहेको छु। त्यो शालिगको ऐतिहासिकता के हो, त्यसको पृष्ठभूमि के हो भन्ने बारेमा मैले कसैलाई सोधेको छैन। एउटा डोको बोकेर एकजना महिलाको शालिग होइन, म फर्केकै दिशातिर उता फर्केर चाहिँ त्यहाँनिर के काम गर्दै गरेको जस्तो म देख्छु। मलाई लाग्छ, मैले कसैलाई सोधेको छुइनँ होइन, अनेस्टली भन्नुपर्दा मलाई लाग्छ त्यो चाहिँ चिया टिप्दै गरेको एकजना महिला हुनुहुन्छ जस्तो मलाई लाग्छ। हो, त्यसो भएको कारणले गर्दाखेरि यहीबाट हामी थाहा पाउन सक्छौँ कि इलाम भनेको किसानहरूको ठाउँ हो। इलाम भनेको खेतीपाती गर्ने मान्छेहरूको बाहुल्यता भएको कृषि प्रधान ठाउँ हो। इलाम भनेको सुन्दर चिया बगानहरूले भरिएको ठाउँ हो। इलाम भनेको अत्यन्तै तपाईँको छैन मनमोहक दृश्य भएका विभिन्न डाँडा काँडा र त्यो खालको छैन भौगोलिक संरचनाले भरिएको एउटा अत्यन्तै सुन्दर जिल्ला हो भन्ने कुरा त्यहाँबाट हामीलाई बोध हुन्छ। यहाँका मान्छेहरूले प्रकृतिको सुन्दरतामा रमाउँदै, प्रकृतिसँग तपाईँको छैन पिरती गाँच्दै, माटोसँग माया गर्दै श्रम गर्छन् भन्ने कुराको प्रतीक पनि त्यहाँबाट हामीले पाउन सक्छौँ। यहाँहरू सबैजना पौरखी इलामेली आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक सम्मान छ। श्रम संस्कृतिको बारेमा केही कुराहरू राख्नका लागि हामी देशभर कुदिरहेका छौँ। यतिखेर पूर्वदेखि पश्चिम सबै कुदिरहेका छौँ। तर इलामको जस्तो तपाईँको छैन जुन जिल्लाको मुख्य चोकमै श्रम गरिराखेको एउटा प्रतीक बनाएर बाँचिरहेको इलामलाई मैले श्रमको बारेमा त्यत्रो बत्ती गयो बत्ती गयो अब चिच्याउने हो। कसले लाइन काटो? बिजुली अफिस कहाँ हो? मान्छेले बोल्न थालिसक्दा काट्दै गयो क्या। लो हेलो हेलो विद्युत प्राधिकरण ऊर्जा मंत्रालय हेलो हेलो
ए त्यो भयो कि या ए ल उता ल कति हाँस्यो अलि हाँस बेहोरा सकिएको अचम्म लाग्छ कति हाँस्यो Where there is a will, there is a way. जहाँ इच्छा छ त्यहाँ उपाय हुन्छ होइन म जहाँ जहाँ जान्छु त्यहाँ त्यहाँ लाइन काटिन्छ अचम्म लाग्छ संयोग पनि कस्तो परेको लोड सेडिङको स्केड्युल लिएर हाम्रो कार्यक्रमको स्केड्युल मिलाएको जस्तो है तालिका म्याचिङ गरेको जस्तो देखिन्छ त्यो होइन केही छैन लाइन गइराखेको छ कमजोर कमजोरीहरू हाम्रो छ केही षड्यन्त्रको गन्ध पनि आउँछ त्यसो नगरिदिनु होला म भन्न चाहन्छु र म भन्दै थिएँ इलाम जस्तो श्रम गर्ने होइन मानिसहरूको सहरमा आएर जिल्लामा आएर मैले श्रमको बारेमा त्यत्रो धेरै बखान गर्न मलाई आवश्यक छैन तथापि मैले यो श्रम संस्कृतिको बारेमा चाहिँ केही कुरा भन्नुपर्ने हुन्छ त्यसो भएको कारणले गर्दाखेरि एउटा गीतबाट हामीले सुरु गर्नुपर्छ होइन हो पानी मिठो मेरो हजुर इलाम बजारको तर त्यो गीत त गाउने होइन मिठो पानी खाएर मिठो स्वरको धनी हुनुभएका सबैजनाले मैले जे गाउँछु त्यो अलिकति गाउनु है त ल हुन्छ मेरो आवाज सुनिँदैछ कि जेनेरेटरको घेर घेर मात्रै सुनिँदैछ आवाज सुनिँदैछ परबाट सुनिँदै यसो गरौँ त के लजाइराख्नु बेकारमा नेपाली लजाइराखेकोले नेपाल पछि पर्यो त्यही भएर मैले लजाउनु छोडेको 15-20 वर्ष भयो नेपाली डराइराखेकै कारणले नेपाल पछि पर्यो त्यही भएर म डराउनु छोडेको 15-20 वर्ष भयो तपाईँ पनि अब आजदेखि नलजाउनु पनि नडराउनु पनि भएर तपाईँको रमाइलो खालको जिन्दगी जिउने होइन हो ल लाज लागेको छ कसैलाई गीत गाउन यहाँ यसो गर्नु त लाज लागेको छ छैन ल ठुला ठुला गफलाउने होइन